त्यति बेला एक्टिङ गर्नुहोस् त के गरी भन्ने नि त्यो मानम कि तपाईँको र हाम्रो बिहे भयो मान्न त पाइयो नि त मानम कि तपाईँ र हाम्रो बिहे भयो सुरुको दिन छ पाहुना पाएर सुते अब तपाईँले 1 गिलास दुध लिएर आउनु पर्यो किनभने बिहेको सुरुको रातमा विशेष गरी दुध खाने चलन छ नै त्यो दुध अब आफ्नो श्रीमानलाई खुवाउनु हो के भनेर खुवाउनुहुन्छ अबेर भइसक्यो शुद्ध भन्नुहुन्छ कि अथवा केही वर्ष बच्चापछि नपाम अथवा नै यावत थक सुरुकुन्द यावत थक हुन्छ नि त सुरुकुन्द अनेक किनभने श्रीमान एकअर्कामा नयाँ हुन्छ लजा हरेक कुरा मनका कुरा सेयर गर्ने एकअर्कालाई एकदमै एक्साइटेड हुन्छ त्यति बेलाको पल तपाईँले एक्टिङ गर्न पर्ने बल्लु गर्नुहोस् त पहिला ढोकाबाट इन्ट्री गर्नुहोस् बाहिरबाट क्यामेरा फ्रेम आउट भएर इन्ट्री गर्नुहोस् त कसले रेकर्ड गरेर हाल्छ भोलि गाली खान्छ केटा हो कसले सुहागरको सिन पनि देखाउनु पर्छ छा त्यति नगर यार श्रीमतीले भोलि कुचो भाँच्छ केटा त्यही पनि लु हजुर हजुरको लागि दुध गिलासको दुधले पुग्छ नै ल अलि अलि अहिले यो दुध खाँदै गर्नुहोस् अहिले अर्को दुध दिउँला नि यो स्क्रिप्टमा थिएन यार यो स्क्रिप्टमा थिएन यार कतिको मन पर्छ व्हाट द मीन्स अफ अर्को दुध व्हाट डु मीन पछि अर्को दुध दिन्छु भनेको ए बाबा हो यार अनि यसो अलिकति शर्मा जस्तो गरेर नजिक आए जस्तो गर्नुहोस् श्रीमानको नजिक आए जस्तो गर्नुहोस् अनि अबेर भइसक्यो फकाउनुहोस् के एउटा एक्टिङ चाहियो यार यो दुध खाएर छिटो आउनुहोस् न बेडमा बेडमा के भइरहेछ यार के भइरहेछ यार